हामीले अलिक बढी विश्वास गऱ्यौँ, विश्वास गरे अनुसार भएन। आफैमाथि भर पर्नुपर्छ भन्ने कुरालाई बढी गम्भीरताका साथ लिएर हामीले युवा दशा बनाउनु पर्थ्यो। अब म भन्न चाहन्छु, अब उपरान्त कसैले सरकारी संरचना, प्रहरी कार्यालय, अदालत, संसद, सिंहदरबार, उद्योगपति व्यवसायीका व्यापारिक प्रतिष्ठानहरू, डिपार्टमेन्टल स्टोरहरू वा उद्योग धन्दा पहल कारखाना अथवा कुनै व्यक्तिका बल्ल बल्ल दुःख गरेर जिन्दगीभरि लगाएर बनाएको एउटा सानो घर जसरी आगो लगाइयो, यो राजनीति होइन, यो समाज परिवर्तनका लागिको आन्दोलन होइन, यो कसैले सिकाएर लगाइएको एकदमै योजनाबद्ध पहिलेदेखि गुगल म्याप हेरेर एयरड्रप गरिकन बाटो कता छ, घर कता छ भन्ने देखाइकन खल्तीमा म्याप बोकेर हातमा हतियार र विस्फोटक चिजहरू बोकेर आगजनी गर्ने चिजहरू बोकेर हिँडेका मान्छेहरूको योजनाबद्ध क्रिया